पहले के जमाने में ना ऐसे ही दरख्त को नापा करते थे। ये देखो कसरी नापिन्छ ये लोग जो है ना टुल्स छ एउटा स्किल छ स्किन से या अपने दिमाग से ये देखो इंजीनियर फेल है इसके आगे में यार। काम भइरहेको छ यहाँ विगत लामोदेखि ओ उहाँ भाई सेक्टरमा काम गर्दै आउनु भएको छ। सर यो कुन विधि कसरी अपनाइन्छ यो सर यो त्यो राइट एंगल ट्रायंगल को सिद्धांत हो यो। ओके समकोण त्रिभुज हुन्छ नि यो दुईटा कोण 45 डिग्री को भयो भने हैन त्यो बेस र परपेन्डिकुलर बराबर हुन्छ भन्ने सिद्धान्त हो। ओके भनेपछि यो रुखको कति हाइट छ भनेर कसरी पत्ता लगाउने यो अगाडिको जुन रुख छ हामी दुईटा स्टिक छौं। यो स्टिक को साइज 1-1 फिट को छ 12-12 इंच को दुईटा सही है। अनि यसको ठिक बीचमा 6 इन्चमा हामी यसरी हैन गर्छौं। एउटा आँखाले यो स्टिक को जुन ठाडो स्टिक छ त्यसको फेद त्यो रुखको फेदसँग मिल्नु पर्यो। यो टुप्पोसँग जहाँसम्म हाइट मिल्यो त्यहाँसम्म मिल्नु पर्यो। सही हो र मिलेर यो हेर्दा त्यसरी मिल्छ। जहाँ हामी यो मिलाइसकेपछि जहाँ उभिया छौं त्यहाँदेखि त्यो रुखको जरासम्म टेपले नापेर हामी हाइट निकाल्छौं। जस्तै अब यहाँ हामी जहाँ उभे छौं त्यहाँदेखि रुखसम्मको लम्बाइ तपाईको 50 फिट छ भने कति रुखको हाइट त्यति 50 फिटै हुन्छ।